यो गीतमा सैलुङ अनि चौरीको कुरा छ। माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई। तर तपाईलाई थाहा छ यो गीतमा बेनामी प्रेमीको मन किन जाली छ? यो कुरा बुझ्नु अगाडि सैलुङ अनि चौरीको सम्बन्ध हेरौं। दोलखा जिल्लामा रहेको सैलुङ भन्ने ठाउँ धार्मिक र सांस्कृतिक महत्त्व बोकेको एकदमै रमणीय ठाउँ हो। तामाङ भाषामा सै भनेको सय र लुङ भनेको थुम्का भन्ने बुझिन्छ। थुम्का नै थुम्काले बनेको यो रमणीय स्थल वर्षैभरि विभिन्न मेला तथा जात्रा लाग्ने ठाउँ हो। अब सैलुङ र चौरी जोड्ने यो रोचक कुरा सुन्नुस्। हरेक वैशाख शुक्ल पूर्णिमामा सैलुङमा चौरीलाई उभो अर्थात् माथितिर चराउन लगिन्छ। त्यही कारणले वैशाख शुक्ल पूर्णिमाको पर्वलाई उभौली पर्व भनिन्छ। जब मङ्सिरमा उधो अर्थात् तलतिर झर्छन् त्यति बेला उधौली पर्व मनाइन्छ। अब त्यही उभौली पर्व मनाएर यो गीतको बेनामी प्रेमी चौरीको बथान लिएर माथि खर्कमा चौरी डुलाउन अर्थात् चराउन गएको छ। तर उनको आश गर्ने प्रेमिका भने तलै छिन्। समयको दोरीमा उनको यो छटपटी प्रेमीसम्म कुरा पुर्याउन नपाएर छ। प्रेमिकाको छटपटी समय र दूरीको पाबन्दीमा मात्रै छैन। उनलाई लाग्छ म जति मायाको आशमा बसुँ मलाई मेरो प्रेमीमाथि शङ्का छ। त्यसैले त उनी भन्छन् कसरी त हत्केलामा गुराँस फुलाउनुको अर्थ वास्तविकता भन्दा परको माया जताउन सक्ने मान्छे। त्यसैले उनलाई शङ्का छ। प्रेमी गीत सङ्गीतको रमाइलोमा भुलेको होला तर त्यसैले उनलाई शङ्का छ उसमाथि। ती सबैका बावजुद पनि उनी कुरेर बसेकी छिन्। सायद उनी हरेक यात्रुलाई खबर पठाउँछिन् तर बेनामी प्रेमी कुनै प्रेम भावको समाचार उत्तर स्वरूप पठाउँदैन। त्यसैले उनलाई शङ्का छ उसमाथि र उनी भन्छन् जाली मायालाई तलै कुरेर बसेकी उनी अनि जाली मन भएको प्रेमी गएको खर्क। तपाईँ जानु भएको छ भने कतै तपाईले त्यो प्रेमी भेट्नुभयो कि वा अब जाँदा भेट्नुभयो भने सुनाइदिनुस् है। जुबन थाती राखेकी प्रेमिका तलै छ भनेर। त्यसपछि